यी सबै डाक्टरहरू वीरका हुन्, यी सबै डाक्टरहरू तपाईँ टिचिङका हुन् नि। त्यहाँ किन त्यसो गर्छ भन्दाखेरि त्यो व्यापारिक पोलिसी आफ्ना ग्राहकहरू तान्नका लागि मात्रै त्यो मायालु बोली हो, त्यो पैसाको बोली हो। यसकारण आदरणीय जनसमुदाय यस प्रकारका हस्पिटलहरू आएर एकातिर तपाईँ बजारमा हेर्नुभयो भने आदरणीय जनसमुदाय तपाईँहरू कसैले अलि धनी धनी मध्यम वर्गको हुनुहुन्छ भने सायद आजभोलि एउटा लङ ग्रेन भन्ने चामल खाइरहनु भएको होला। त्यो चामल खाएर डकार पनि काटिरहनु भएको होला। के राम्रो चामल खाइयो भने त्यो होइन, तपाईँलाई भ्रम छ। त्यो लङ ग्रेन भनेको पनिका पिसेर बनाइएको चाहिँ मेसिनमा बनाइएको चामल, अनि हामीले खाने बजारको सबै चामल पलिस लगाइएको छ। दाङमा उत्पादन भएको चामल भारतका चाहिँ माडेहरूले, खेतानहरूले, डुक्करहरूले ठेक्का हानेर भारततिर लैजान्छ। अब हामी बिरामी हुन्छौँ, बिरामी हुँदा फेरि तिनको उपचार गर्ने माडेहरू बसेका छन्। यहाँ विभिन्न खालका हस्पिटलहरू खोलेर हामी त्यहाँ जानुपर्ने हो। सरकारी हस्पिटलहरूले राम्रो गर्दैन। यसैले यो सबैको कारण दलाल पुँजीवाद हो। आदरणीय यो सबैको कारण अहिले दलाल पुँजीवादी व्यवस्थामा शासन गर्ने शासकहरू चोरहरू, डाकाहरू, लुटेराहरू भएको हुनाले नै यस्तो भएको हो। होइन भने यस्तो खालको हुन्थेन। आज लुटिरहेका छन्, लुट खसोट मचाइरहेका छन्। हामीले यो अभियानका क्रममा बैतडीदेखि यहाँसम्म के पाएका छौँ भन्दाखेरि नेपाली जनताहरूलाई मिटर ब्याजीहरूले सताइरहेका छन्, नेपाली जनताहरूलाई लघुवित्तहरूले सताइरहेका छन्, नेपाली जनताहरूलाई सहकारी ठगहरूले सताइरहेका छन्। त्यसकारणले हामी अर्को अभियान यस्तो बनाउनेछौँ। आदरणीय जनसमुदाय, जनताले हामी सबैलाई हामीलाई आदेश दिनेछन् र जनताले अहिले छिटो गर भनिरहेका छन् कि हामी यी लघुवित्त ठगहरू, यी चाहिँ सहकारी ठगहरू, यी मिटर ब्याजीहरू, तिनलाई कारवाही गर्ने अभियान चलाउनेछौँ, तिनलाई जनकारवाही गर्नेछौँ। यसैले आदरणीय जनसमुदाय, यो खालको स्थिति जो पैदा भएको छ यसको अन्तिम रूपमा समाधान भनेको नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने हो। यसैले हामी जनसम्बन्ध अभियान लिएर अगाडि बढिरहेका छौँ। यहाँहरू सबैको थप सहयोग र साथको अपेक्षा राख्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। लाल सिंह। धन्यवाद तथा आभार व्यक्त गर्न